हजुरलाई के भयो? मेरो बाबु यो दुखेको 1 वर्ष भयो। यो कुम दुखेको 1 वर्ष भयो। हजुर। अनि अहिले चाहिँ धेरै अत्यधिक दुखेको कति भयो? राति दुखेको 2 महिना जति भयो। राति दुखेको 2 महिना जति भयो। हजुर। राति एकदमै अत्यधिकै दुख्छ? दुख्छ। सुत्नै हुँदैन दुखेर? दुख्छ। सुत्नै हुँदैन है दुखेर? हजुर। हजुरलाई चाहिँ यो कुममा चोट लागेको त्यस्तो केही छ? छैन। छैन, थाहा छैन है। अनि थाइरोइडको बिमारी छ कि छैन? छैन। थाइरोइडको बिरामी छैन। अनि सुगरको बिरामी? छैन। सुगरको पनि बिरामी छैन। म अहिले एकपल्ट यसो जाँचेर हेर्छु है। यो हुनुको प्रमुख कारण चाहिँ यदि कहिलेकाहीँ कसैलाई यो कुममा चोट लागेको छ भने भित्रको झिल्ली च्यातेर हुन्छ है। अर्को प्रमुख कारण चाहिँ डायबिटिज हो है। र अर्को प्रमुख कारण चाहिँ थाइरोइड हो। म एकपल्ट जाँचेर हेर्छु है। ल यो यतिसम्म दुख्दैन, अब दुख्यो है? अब दुख्यो। हेर्नुहोस् त, दुख्यो है? दुख्यो। ल ल भयो 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 भयो। धेरै दुख्यो है? हजुर। धेरै नै दुख्यो। पछाडितिर लानुहोस् त, आफैले लानुहोस् त। यति मात्रै जान्छ। अनि माथि उचाल्नुहोस् त। यो भन्दा बढी उचाल्नै सकिँदैन। कपाल छुनुहोस् त, कपाल छुनुहोस् त। कपाल बिस्तारै छुनुहोस् त। छुन सक्नुहुन्न? सकिँदैन भने सकिँदैन भन्नुहोस् न। सकिँदैन है? कपाल छुनै यति मात्रै जान्छ हैन? कपाल छुनै सक्नुहुन्न है? ए ल, अहिले चाहिँ मैले चाहिँ हजुरलाई औषधि लेखिदिन्छु। औषधि खाने, तातोले सेक्ने, मालिस गर्ने र फिजियोथेरापी पनि गराइराख्ने है। यदि चाहिँ 2 हप्तासम्म औषधि खाएर फिजियोथेरापी गरेर दुखाइ कम भएन भने यहाँ चाहिँ एउटा इन्जेक्सन लगाइदिन्छु, यो ठिक भइहाल्छ है। ल।